सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकता। गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताउनुभएको छ। व्यवसायी दुर्गाप्रसादले नेतृत्व गरेको नागरिक बचाउ अभियानका प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै उनले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति व्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताउनुभएको छ। दुर्गाप्रसाद नेतृत्वमा रहेको नागरिक बचाउ महाअभियानले ज्ञापन पत्र बुझाउन समय माग गरेर गृहमन्त्रीसँग भेट गरेको सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ। आदरणीय दर्शकहरू, हजुरहरूले यस विषयमा के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्न भन्दै हामी यस्तै नयाँ ताजा न्युजको साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।